हेलो नमस्कार साथीहरू, विश्वविकेट च्यानलमा स्वागत छ। यो मेरो रुम मिलाइसकेपछिको अवस्था। त्यस पछाडि आलु उसिनेर केलाउन थाले। दिउँसो भएपछि के खाउ लाग्न थाल्यो। त्यस पछाडि आलु उसिनेर केलाएर यसलाई म्यास गरेँ। त्यस पछाडि यसमा प्याज, बेसार र रातो खोर्सानी हालेर बेसन र आटाको घोल बनाएको थिएँ, त्यसमा राखेँ र मजाले त्यसलाई मिलाउन थालेँ। अझै राम्रै भएन भनेर फोनलाई चाहिँ साइडमा राखेर त्यसलाई राम्ररी मिलाएँ। त्यस पछाडि यतिको घोल तयार भयो। त्यसपछि प्यान तताइरहेको थिएँ, यसरी तेल हालेँ अलिअलि। अनि त्यसमा अघि राखिएको अघि तयार पारिएको घोल हालेँ, तर फर्स्ट टाइम भिडियो बनाएको कारणले होला त्यो प्यानमा राखेको चाहिँ हाल्न पाइनँ। त्यस पछाडि यतिको भएपछि मैले त्यसलाई चलाएँ। हल्का माथिबाट तेल पनि लगाइदिएँ, सुरुचोटि भएर होला। अनि यो मैले यो फर्स्ट टाइम ट्राई गरेर पनि भयो होला, यस्तो भयो। त्यस पछाडि सेकेन्डचोटि चाहिँ यतिको बनेको थियो। यतिकै भइरहेको थियो। यो चाहिँ मैले बेसन र आटा उसिनेको आलुबाट गिलो रोटी बनाउने प्रयास गरिरहेको छु। कस्तो भयो कमेन्टमा आफ्नो सुझाव दिनुहोला। भिडियोलाई लाइक सब्सक्राइब गर्नुहोला र मलाई सहयोग सपोर्ट गर्नुहोला। आज मेरो फर्स्ट टाइम मैले भोइस कभर गरेर राखिएको भिडियो हो यो। यसलाई चाहिँ मैले डाडुले मात्रै नहोला अथवा के भन्छ पन्युले मात्रै नहोला भनेर छुरीको सहायताले पनि पल्टाएर यतिको भएको थियो। बिच खाएँ। अनि भाँडाकुँडाहरू मैला भइरहेका थिए, त्यो पनि देखाएँ। कस्तो भयो भनेर हेरिरहेको थिएँ। यतिको भएछ। 4टा रोटी 5-6वटा भएको थियो होला। थ्याङ्क यू।